आजको यस भिडियोमा हामी एउटा घरको नक्सा हेर्न गइरहेको छ। यो घरको नक्सा 32 बाइ 16 फिट 7 इन्चको यो घरको नक्सा छ, जसमा एउटा बेडरुम र अर्को एउटा सटर रुम भन्दाखेरि र बिजनेस पर्पजको लागि पसल खोल्नको लागि एउटा सटर रुम फ्रन्ट साइड छ र अर्को एउटा किचन छ। किचनको साइज 8 फिट इन्टु 6 फिट 4 इन्चको छ र बेडरुमको साइज भन्दाखेरि 12 फिट इन्टु 9 फिटको बेडरुमको साइज हो र यहाँ लिभिङ हलको साइज 8 फिट 3 इन्च इन्टु 6 फिटको लिभिङ हल हो र दुईटा टोयलेट मध्ये एउटा टोयलेट र अर्को बाथ हो बाथरूम। टोयलेटको साइज 4 फिट इन्टु 4.5 फिटको हो र अर्को बाथरूमको साइज 4 फिट इन्टु 5 फिटको बाथरूम हो र यहाँ स्टेयरकेस त यसमा भएको कलमको साइज भन्दाखेरि 1 बाइ 1 को कलम हो। 1 बाइ 1 को कलम भन्दाखेरि कतिवटा कलम भए 12 वटा कलम हो र वालको साइज आउटर र इनर वालको साइज सेममै भएकाले यसको आउटर वालको साइज र इनर वालको साइज सेम भएकाले यसको वालको साइज 5 इन्चको वाल हो र यसमा D1 ओपनिङको लागि यहाँ ढोका दिएको छ, जसमा D1 को साइज 3 फिट इन्टु 7 फिटको ढोका हो र किचनको पुरै ओपन एरिया हो यहाँ किचनको। र सटर रुम भन्दाखेरि यो बिजनेस पर्पजको लागि यो पसल खोल्नको लागि यहाँ सटर रुम हामीले डिजाइन गरेको छौँ क्लाइन्टको अनुसारले हामी। र यो मेन गेट हो D1, यो स्टेयरको तलपट्टि डोर छ मेन गेट, जसको साइज D1 भन्दाखेरि 3 फिट 7 इन्चको हो, 3 फिट इन्टु 7 फिटको हो यसको। र यसको एरिया भन्दाखेरि प्लिन्थ एरिया भन्दाखेरि 530.67 स्क्वायर फिट हो यसको एरिया। यो प्लान बनाउनको लागि तपाईहरु बनाउन सकिन्छ। यो प्लान एकदमै नर्मल प्लान हो। तपाईहरु आफ्नो घर बनाउनको लागि हुनुहुन्छ भन्दै यो प्लान एकदमै बनाउन सकिन्छ। यसमा सटर रुमको सट्टामा तपाईहरु बेडरुम पनि राख्न सकिन्छ। यो सटर रुम चाहियो भने एकदमै बेस्ट हो, सुटेबल तपाईहरुको लागि। र यो नक्साको पीडीएफ पाउनको लागि हामीसित कन्ट्याक्ट गर्नु होला। यहाँ डिस्क्रिप्सनमा इमेल गर्नु होला अथवा व्हाट्सएप नम्बर राखिएको छ, मैले कन्ट्याक्ट गर्नु होला, हामी पठाइहाल्छौँ। र यसमा भएको भेन्टिलेसन यहाँ दुईटा भेन्टिलेसन छ। भेन्टिलेसनको साइज 2 फिटको हो र अर्को D2 को साइज डोर 2 को साइज यहाँ 2.5 फिट इन्टु 6 फिटको यहाँ डोर छ। यहाँ ओपनिङको लागि एउटा विन्डो छ। विन्डोको साइज W1 भन्दाखेरि 5 फिटको विन्डो हो। यो फर्स्ट फ्लोरको हो र अर्को यहाँ सेकेन्ड फ्लोरको लागि यहाँ फर्स्ट सेकेन्ड थर्ड फ्लोरको लागि सब यहाँ डिजाइन गरिएको छ। यो पीडीएफ पाउनको लागि हामीसित कन्ट्याक्ट गर्नु होला। यो भिडियो अन्तसम्म हेर्नु भएकोमा सबैलाई धन्यवाद र अर्को भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै खालको अर्को भिडियो पनि आइहाल्छ। नक्सा सम्बन्धी घर बनाउनको लागि नक्सा सम्बन्धी हेल्छ हामीसँग कन्ट्याक्ट गर्नु होला। धन्यवाद।